उठाऊ उठाऊ भाइ आज चाहिँ कन्टेन्ट देखेर थाहा पाइसक्नु भयो होला के को कन्टेन्ट भनेर। तर राइड पनि हुनेवाला छ है। आज राइड पनि गएको थियौँ अनि अहिले रात परेर काम गर्दा गर्दै हातहरू यस्तो छ। वेलकम छ तपाईँहरूलाई नयाँ ब्लगमा। पसलबाटै स्टार्ट गर्दैछु ब्लग चाहिँ। आज राइड नै जान आँटेको है टर्क लाएर। धेरैले मन चाहिँ पराइदिनु भएको छ। अझै अब भ्युजहरू त त्यस्तै हो, त्यो मतलबै नगरौँ। यहाँ हाम्रो भाइ छ, दुईजना भाइसँग राइड जान आँटेको। केटाहरूको साइकल चाहिँ यस्तो छ है। अब केटाहरूले बिस्तारै अपग्रेड गर्छ अरे साइकल, कहिले हो। साइकलहरू चाहिन्छ भने तपाईँहरूले वाट्सएप माथि नम्बर दिइरहेको छु, त्यसमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। डबल सको पनि आउँछ 1 लाखभित्र। एयर पछाडि हुन्छ, अगाडि चाहिँ कोइल नै हुन्छ है। अगाडि एयर हार्नुभयो भने चाहिँ अलिकति महँगो पर्छ। र यो चाहिँ चिप एन्ड बेस्टमा बनाइदिएको हो। यिनीहरू यो 20-22 हजारमा आउने एल्युमिनियमको साइकलहरू यो 15-16 हजारमा आउनेहरू है। ट्याक्क लाएर यो 50-60 हजारमा आउने ड्रपरवाला है त। 50-60 होइन 65 जति पर्छ। हामीले मोडिफिकेसन गरेको। यसको पनि मर्मत गर्नुपर्ने छ। यो डबल चक फ्युल EX भन्ने हो ट्रेकको। यसको चाहिँ पछाडिको टायर फेर्नुपर्ने यस्तै होला। अनि अरू भनेको के पो थियो, अनि लिक्विडहरू हाल्नुपर्ने, यताउता हेर्नुपर्ने छ है त। ल अब म रेडी भइसकेँ। अब फटाफट यहाँबाट लागौँ है। के कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेर्नु होला। यत्तिको त कुदाउनु पर्यो नि त साइक्लिस्ट भएपछि। खासै 2जना मात्र आउन आँटेको थियो क्या। अब 2जना मात्रै के हो नि होइन। अनि यसो म पनि आइदिएको। हाम्रो धरानको चाहिँ KTM सोरुमको पहिलाको टप मिस्त्री अहिले यहाँनिर नयाँ वर्कसप खोलेको छन् केटाहरूले। यो पब्लिक स्कुलको पछाडिको गेट भयो। यो तलबाट पुतल लाइनदेखि आउने है, सब्जी मन्डीदेखि, नयाँ सब्जी मन्डी। टक्क यहाँभित्र जानुपर्छ। यहाँ रोटरी सदनको अफिस पनि छ है त। सानो गल्लीबाट यो टक्क लाएर यहाँदेखि सिधा जाने। यहाँ कबाडी के छ, रोटरी चमेराहरू यो बसिरहेछ नि, कालो कालो फल होइन, यो चमेरा हो। थोरै बसेको हुँदैन। चमेरा हेर केटा हो। यहाँ छ केटाहरूको वर्कसप। तिमीले पहिला त्यो उयसमा प्लेन कहाँ बनाएको? के को केन्द्र लाउनु अगाडि एडभेन्चरको अगाडि मोड गार्ड लगाउनु। त्यो आफै बनाएको नि। यहाँ चारवटै नट लागेको थियो होइन? त्यो प्लेटै एउटा काटेर हालेको थियो क्या यहाँ मिल्ने। अन्त यहाँ दुईवटा लाग्छ नि त काठको। अनि यहाँबाट यति बुस भइहाल्यो, यतिसम्मको ट्याक ट्याक। अनि यहाँ प्लेट होइन, ट्याक प्लेट ठ्याक्क नापेर अनि दुलो बनाउनु नि त। त्यति त्यही त, तिमीलाई त ट्याक्कै थाहा छैन होइन? बिर्सिसकेँ मैले। हाल्नु त यही हालेको। त्यो त वासर मिलाउँदा भइहाल्छ पछिबाट। नयाँ एडभेन्चर हो नि फेरि। केटाहरूको यो काम नलाग्ने बाइक हो यो। जहिले एउटा न एउटा पार्ट्स खुलिरहेको हुन्छ। यो गाडीमा आज लान आँटेको केटाहरूको गाडी। यहाँ उड्नु पनि पर्छ, यहाँ प्रेसुट पनि छ केटाहरूको। म्याट त अलिक छोटो पो भयो क्या हो भाइ। 300सम्मको लिएको भए हुन्थ्यो। यसले त फाँक बनाउँछ होला हौ साइकल त भाइ। ल यसरी थाम ल, एउटाले मलाई साइकल ल्याऊ त। तिम्रो ल्याऊ, तिम्रो सुरुमा। उठाऊ उठाऊ। त्यहाँ भाइ डोरी छ, ल्याऊ त। अब यसलाई बान्नु पर्यो। छोडिदेऊ। के हो यो, कता यहाँ रहेछ बान्ने।
चाहिँ पल्सी बान्ने स्टाइल हो क्या जस्तै चिप्लिने डोरी हो भने चिप्लिने गाडीमा त लोड गरियो यहाँ ड्राइभरै भेटाएको छैन क्या यहाँनिर के भन्दैछ हौ यो भाइ 1 लाख धेरै भयो भाइ कहाँ त्यत्रो महँगो गर्छौ हामी रेडी भइसक्यौँ गाडी अगाडि आउँदैछ सबै साइकलहरू लोड छ त्यहाँनिर केटाहरू ठिक छ नि केटा हो यो गुरुलाई त कहीँ देखेँ जस्तो लाग्यो मैले यता हाम्रो फेरि ब्लगर सर हुनुहुन्छ ब्लगर अब हामी यहाँबाट निक्लिँदैछौँ ल हामी चाहिँ भेटार आइसक्यौँ च्याट लाएर च्याट पारामा ल केटा हो अब खोला ड्याम कि ड्याम साइकल अनि हेर्नु पर्दैन साइकल त सरेछ नि त नि अलिक डर पक्रिनु पर्दैन माथि मात्र बाँधेको थियौँ क्या मुनि बाँधिनँ अनि त्यही भएर चाहिँ सरेको केही छैन कुदाउने हेर्नु साइकल अब चोक चाहिँ यतापट्टि छ हाम्रो माथिको स्काई वक के भन्छ त्यहाँ ऊ माथि है सिसामा हिँड्ने ठाउँ हामीलाई फेरि इङ्ग्लिस आउँदैन हो ए ओ हेलमेट ग्लोभ्स चाहिँ फेरि मैले तलै छोडेछु क्या यो साइकल लोड गर्दाखेरि ल जाउँ भाइ बिस्तारै एकदम स्पिड नगर ल कम्पिटिसन पर्नु नखोज आफ्नो लाइनमा है आफैले ओके धेरै पछि यार माथि आएको यो ब्रेकको मलाई अलिक भरै लाग्दैन क्या यहाँबाट यस्तो डाँडाको नजारा वाउ बवाल बवाल ल हाम्रो अब स्टार्टिङ पोइन्ट आउन आँटेको छ त्यो साइकल कति वर्षदेखि यहीँ छ यार मैले बिचको क्लिप चाहिँ किन काटेको भन्दा जो पाएँ त्यही फेरि माथि आएर साइकल कुदाएर लडेर फेरि के हुन्छ क्या त्यही भएर मैले लोकेसन चाहिँ नहालेको है फेरि अलि अप्ठ्यारो ठाउँ छ कि जो पाएँ त्यसलाई आउनु दिइँदैन ऊ भाइको चाहिँ फर्स्ट टाइम नै होइन उसको फर्स्ट टाइम हो ऊ आइसकेको छ अगाडि हिँड्छ म बिचमा तिमी उसलाई चाहिँ किनभने म पछाडि राखेको आऊ है पछाडि राख्नुको कारण उसलाई बाटो पनि थाहा छैन अनि मैले कन्ट्रोल गऱ्यो भने ऊ पनि कन्ट्रोल हुन्छ नि त बिस्तारै धेरै स्पिडमा नआऊ है कुन ठाउँमा कस्तो छ मलाई पनि थाहा छ नि त अनि मैले त्यहाँ स्पिड स्लो गरिदिन्छु हेरिदिनु पऱ्यो नि त केटाहरूलाई नडराई एकदम बिस्तारै बाटो चाहिँ अब डेन्जरै छ हुनु चाहिँ यत्तिको त कुदाउनु पऱ्यो नि त साइकलिस्ट भएपछि खासै 2 जना मात्र आउन आँटेको थियो क्या अब 2 जना मात्रै के हो नि होइन अनि यसो म पनि आइदिएको धेरै पछि दामी छ है बाटो चाहिँ रोका रोका एकछिन ठिक छ एकदम डेन्जर ठाउँ यो त्यहाँ तलतिर गएर हेर अर्को ठाउँ म यहाँ एउटा रिल्स बनाएर आउँछु ल ओके भाइहरू तल पुगिसकेको छ म सानो रिल्स बनाएर आएको अहिले चाहिँ एकदम झारहरू पलाएर बिजोक झार त के पलाउनु बानी नगर क्या अहिले त खुट्टै झऱ्यो तर यो साइकलमा म यहाँ धेरैचोटि आएको छैन 2-3 चोटि मात्र आयो होला यो साइकल किनेदेखि तेरि मामा बवाल बवाल ल जाउँ अब त भाइ पनि हिँड अगाडि हिँड अगाडि हिँड्दा हुन्छ ल बिस्तारै हेर्दै ल हो भाइले पो धुलो उडाएर मार्छ कि आऊ नअत्तालिकन कुदाऊ है ओह्रालो तल आऊ अगाडि ए भाइ बिस्तारै ल ठिक छ
बिस्तारो झर है हामी पर्खिँदै जान्छौँ भाइ जाऊ 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 अलि अगाडि जाऊ अगाडि ल ओके के साह्रो यार आम्मामा ढुङ्गातिर जानु खोज्छ त जति जोगाए पनि बाटो चाहिँ सही छ क्या साइकल कुदाउने हाम्रो लागि चाहिँ एउटा ड्रोन लिम भन्दैछु अहिले निनो कि निनो 2 आएको छ नि राम्रो फलो गर्दो रहेछ क्या विचार गर्दैछु के हुन्छ त्यस्तो हेभी त होइन फलोइङ चाहिँ दामी लागेको थियो मलाई ड्रोन त्यत्तिकै थन्किरहेको छ क्या 2-3 वटा मेरो ब्याट्री फुल्लेर बिजोग बेच्नु पनि माया लाग्छ तिनीहरू फेरि राम्रो फलो नै गर्दैन एकैछिनमा त्यहाँदेखि यहाँ त हो मजा आउँछ यार जस अब चाहिँ यहाँदेखि अप्सन पनि छ क्या जस्तै अब यो सिङ्गल ट्र्याक भयो यो यिनीहरू यो सिङ्गल ट्र्याक नै हो क्या तर टर्निङ यही बाटो त्यहाँनिर छ सबै ठाउँ अब त्यस्तै छ टर्निङ नसक्नेलाई चाहिँ अब केटाहरूलाई यहाँ साइडबाट म पठाइदिन्छु रोटे रोड तलसम्मै छ क्या यो बाटो चाहिँ घुम्दै त्यो ठाउँ भेट्ने खास चाहिँ यिनीहरू मान्छे हिँड्ने बाटो हो है हामी अब पहिलादेखि नै यहाँ कुदाएर आएको अनि मजाको पनि छ क्या ठाउँ अब यस्तो साइकल कुदाउने भनेको यस्तै ठाउँमा हो होइन अनि अब जानी नै कुदाएको भनौँ न के गर्नु होइन त्यस्तै त हो यस्तो चाहिँ माथि छु म चाहिँ हाइवे चाहिँ यो उतापट्टि है टक्क यो पछाडिबाट छ धरान देखेको छैन पुरै हुस्से लागिरहेछ अब जाडो छ नि त अहिले हप्ता दिन भयो आउँदैछ केटाहरू त्यहाँ ओ गर्दै छैन है बाटो कुद्दैन त्यहाँबाट ल अब 2 जना बिस्तारै हिँड्नु ल हिँड तल्लोपट्टि भेटिहाल्छ है रिक्स ज्यादा लेने का नाइ मै लड्ला जस्तो भइरहेको छु यार आज त बाटो पनि देखिँदैन के हो यो बिरालो कि के हो झर म पनि झर्ने छु खरिएर नि हौ ढुङ्गाहरू त आम्मा माल पनि होला हौ बिस्तारै जाउँ होइन आमामा कुकुर पो अगाडि कुद्दैछ त हौ खेदाम न कुकुरलाई ओए कहाँ पुग्यो ज्याक त हरायो त केटाहरू आउँदै गरेको हुन्छ फेरि ड्याममै ठोकिन्छ है केटाहरू पनि ल जाऊ झर अब म फेरि सर्टकट हानिहाल्छु केटाहरू घुमेकै नसक्ने भए चाहिँ किन रिक्स लिनु त होइन भरे नसकी कुदायो भने बिजोक हुन्छ मायाले बोलायो मलाई घाम त उदोदेखि हानिरहेको छ यार कतिको भिडियो राम्रो आइरहेको छ थाहा छैन ओभर टाइट रनिङहरू छ मायाले बोलायो मलाई डेन्जर यहाँ आउँछ फेरि केटाहरू टर्निङ लामो छ क्या यो चाहिँ सर्टकट छ नि त उहीँ झर्छ अब तिमीहरू उताबाट घुम्नुपर्छ यहाँ तलदेखि चाहिँ रोटे रोड जानुपर्छ म पनि रोटे रोड जान्छु बिजोक हुन्छ फेरि तिमीहरूको झर ल बिस्तारै झर अनि 2 जना मात्र आएको त बिजोक हुने रहेछ त रोटे रोड आइहाल्थ्यो ल झर अल्छी नगरी झर गयो
त्यही भएर केटाहरूलाई मैले लिड गरेर लिएको क्या 2 जना मात्र जान्छु भन्दै आइरहेको थिएँ मेरो दोकानमा मलाई नि जोस चढिहाल्यो ठाउँको ठाउँ होइन क्यामेरामा त नर्मल पो देखिन्छ अझै तपाईँहरूले झन् यस्तो खतरा ठाउँ भन्नुहुन्छ रियलमा त भाइहरू कुदाइराख्नु त कस्तो बिजोग भइरहेछ यहाँबाट हम्फालिदिउँ म चाहिँ यहाँ बाटो नै हिँड्दैछु यहाँ दोदरले स्टार्टिङ डाँडा नै भत्काइदिएछ लगभग हामी अब 40% चाहिँ आइसक्यौँ भनौँ न अझै बाँकी नै छ ल है ल बिस्तारै है अलिक भाइहरूको साइकल पनि भएन क्या यस्तोमा कुदाइ अनुसार साइकल पनि अलि राम्रो हुनुपर्छ क्या म यहाँबाट फेरि राइट लागेँ भाइहरूलाई म तल भेट्छु हेभन हान्ने हो हेभन ओ डेन्जर ठुलो चाहिँ खतरा उठ्छ बाटो काट्दै जानुपर्छ क्या हो यो फेरि टर्निङ डेन्जर छ क्या टर्निङ हुँदैन हैट बाटो काट्दै काट्दै जाउँ होइन त ओ सिधै हान्दा पनि हुन्थ्यो कि यहाँ अलिकति एकदम गिट्टी जस्तो माटो छ क्या अलिक टायर रोकिने सम्भावना छैन ओहो हो नाइस सट ल अब म पनि रोटेरोट ल केटाहरू सबै रोटेरोट अब यहाँदेखि अझै झन् टेक्निकल सेक्सन छ प्लस अब चाहिँ केटाहरूलाई तलै मात्र भेट हुन्छ क्या सिधा छ बाटो चाहिँ तबाट धेरै घुम्ती छ क्या शिवझट्टा साइडबाट झर्छ ल यो बाटोलाई बाई बाई बिस्तारै हिँड है लडिन्छ है यस्तोमा पनि यस्तोमा त झन् नमिठो पो लडिन्छ त ओके हामी चाहिँ गैरी गाउँ झरिसक्यौँ यहाँभन्दा तल सिङ्गल ट्र्याक पनि छैन सिङ्गल ट्र्याक भएको यहीँसम्म हुन्थ्यो ठिक छ नि भाइ बोर भइरहेको होला है बोर भइरहेको होला ल मजै भयो आजको राइड चाहिँ एक्लै भए पनि खतरा हुनुहुन्छ भने नजानु होला भन्छु म चाहिँ किनभने के त होइन के लेखेको हुन्छ फ्याटै लड्यो भने जे पनि हुनसक्छ उठाउने हुँदैन नि त त्यही भएर एक्लै चाहिँ राइड गर्न बन्द गरौँ भन्न चाहन्छु है मेरो अनुरोध म हिँड्दिनँ त्यसरी मलाई पनि कस्तो लाग्छ ल हिँड हिँड भाइहरूलाई हाइवेबाट पनि नलाने अब भित्रभित्र लान्छु म रोडमा हिँड्नु मजै आउँदैन क्या ट्रक त आएको छैन नि यहाँ ल हामीले हाइवे पक्रिसक्यौँ टक्क लाएर भाइहरूलाई म भित्रैबाट लान्छु बाटो चाहिँ मजाको छ हौ धरानमा एकैछिनमा माथि गयो डाँडा काँडा तल आयो प्लेन तराई तलतिर अलिकति छिरो जङ्गल सफारी जे पनि छ क्या देश एकदम बवाल ठाउँमा जन्मेको भन्छु म चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ कोनी के आउँछ हौ डबल सकअपको फाइदा चाहिँ यही हो क्या तर सस्तो खालको डबल सकअपले यस्तो काम गर्दैन है अलि राम्रै खालको हुनुपर्छ पैसा परे अनुसारको काम गर्छ त्यो आमामा यहाँ पनि पिचो भइसकेछ त भाइहरू त छोडियो हेलो
रोकिनु त पर्यो एकजना आइपुग्यो एकजना अर्को भाइ त झन् अगाडिको ब्रेकै लाग्दैन अरे अगाडि नै भन्नुपर्छ नि त यार हल्का रमाइलो पाइप त टेक्दिनु भएन कि कसो सररररररररररर ओके हामी झरिसक्यौँ बजारतिर हाम्रो धरानको राम्रो बजार ओके म आइसकेँ पसल अनि साइकल दुईटा बनाउनु पर्ने रहेछ फेरि एउटा थप्दै मेरो त एउटा चिज चुना लाग्यो नि ड्रपरै चल्नु छोडो ड्रपरै बिग्रियो मजा आयो केटा हो केटाहरू बाटै मात्र कुदे आज के गर्नु आजको हाम्रो राइड सकिएको छ यहीँनिर अब ड्रपर चलिरहेको थियो के गर्नुपर्ने थाहा छैन आज राइड पनि गएको थियौँ अनि अहिले रात परेर काम गर्दा गर्दै हात रेस्ट छ यो पैसा चाहिँ हाम्रो फेसबुकबाट आएको थियो अब कति आउँछ के आउँछ त अब ट्याक्क भन्न सकिँदैन कम्युनिटी गाइडलाइनको खिलाफ हुन्छ है त्यही भएर पैसाहरू ठ्याक्कै युट्युबको होस् या फेसबुकको भन्न मिल्दैन यति आउँछ यति भनेर मलाई चाहिँ जहाँसम्म लाग्छ फेसबुकमा अहिलेको हिसाबमा है गरौँ भने पैसा राम्रो छ युट्युबमा भन्दा नि किनभने स्टोरी हाल्दा पनि पैसा आउँछ क्या अहिले तर राम्रो भ्युजहरू चाहिँ आउनु पर्यो अनि अब युट्युबमा त त्यस्तो हुँदैन नि त त्यही भएर अहिलेको हिसाबमा चाहिँ मलाई ठिकै लाग्यो राम्रै हुन्छ कतिलाई चाहिँ अब गफ हाने जस्तो हुन्छ नि त पैसा फेसबुकबाट आउँछ अरे यताउता भनेर मेरो चाहिँ रियल नै आएको हो अब यति नै हो होइन आजको भिडियो अनि यो पैसा यस्तै हो अनि अर्को भनेको साइकलहरू तपाईँहरूलाई चाहिन्छ या रिपेयर गर्नु छ भने चाहिँ मलाई सम्झाउन सक्नुहुन्छ लोकेसन चाहिँ हाम्रो धरान नै अब धेरै टाढो चाहिँ हामीले डेलिभरी पनि गर्दैनौँ किनभने जति महँगो साइकल भए पनि अलिकति तपाईँहरूलाई नहेरिकन अप्ठ्यारै लाग्छ प्लस अब हामीले गाडीमा हालिदिनु पर्ने कुरो आउँछ फ्लाइटमा जाँदैन होइन त्यही भएर चाहिँ लाँदा हल्लेर केही चिजहरू समस्या आउन सक्छ नटहरू लुज हुन्छ साइकलहरू जति राम्रो प्याक गरे पनि केही न केहीमा समस्या आउँछ क्या धेरैचोटि त्यस्तो आएको छ त्यही भएर चाहिँ एक दुई पैसाको लोभले धेरै टेन्सन लिनुभन्दा चाहिँ मैले टाढो चाहिँ डेलिभरी गर्दिनँ है अहिले पनि सक्सेस भएर त्यो साइकल धेरै टाढोसम्म जाँदैन अनि इलेक्ट्रिक साइकलको हाम्रो धेरै कलहरू आइरहेको छ तपाईँहरूले गरिरहनु भएको छ त्यो चाहिँ अब माउन्टेन बाइकमै इलेक्ट्रिक बनेर चाहिँ अलिकति महँगो परे हो त्यही हामीले फाइनल प्राइस भनेको 75 हो 75मा तल पनि हुँदैन माथि पनि हुँदैन अनि मार्केटमा चाहिँ तपाईँहरूले 60,000 65,000मा पनि देख्नुहुन्छ त्यही सेम साइकल तर याद गर्नुहोस् त्यसको गियर सेटअप र हाम्रो गियर सेटअप हाम्रो 1/9 या 10 कतिको छ तर ठुलो स्पकेटमा छ क्या अब अरूको 60-65,000मा आउने त्यही साइकल त्यसको गियर हेर्नु सानो छ क्या यत्रो अब त्यो गियर सेटअप नै तपाईँलाई 10-15,000 पर्छ अनि त्यो 10-15,000 उताबाट उठ्छ यताबाट तपाईँहरूले सस्तो साइकल पाउनुभयो कुरो एउटै हो क्या अन्तिममा तपाईँहरूलाई नै घाटा हुन्छ त्यही भएर बजारमा अरू कुराहरू पनि इलेक्ट्रिक साइकल त्यो टिकटकमा अनेक हालिरहेको हुन्छ 7.5 लाखको इलेक्ट्रिक बाइक 15,000-20,000मा होम डेलिभरी फ्री भनेर होम डेलिभरी नै हुन्छ भनेर त्यस्तोहरू एकदम फेक न्युजहरू हो एकदम भाइरल पनि भइरहेछ अब नेपालमा त्यस्तै हो जे कुरा नराम्रो छ त्यही कुरा झन् छिटो भाइरल हुन्छ तपाईँहरूलाई थाहा होला अहिले सोसल मिडियाको जमाना हो हामीले चाहिँ अब ट्रस्ट कतिको गराउँछौँ भने हामीलाई भिडियो कल गरेर मजाले हाम्रो अनुहार हेरेर तपाईँहरूले साइकल लिन सक्नुहुन्छ हुनु त मेरोमा चाहिँ फर्स्टमा पेमेन्ट गरेर पछि मात्र मैले पैसा साइकल पठाउँछौँ होइन पेमेन्ट गरिसकेपछि किनभने एक दुईचोटि हामीलाई चाहिँ साइकल पठाइदिएर अनि पैसा उठाउनै नसक्ने भएको छ क्या त्यस्तो लफडा भएको छ बरु
साइकलै नलिनु भनिदिन्छौँ। किनभने अब नजिकै हो भने चाहिँ हामीले यहाँ केराबारी यहीँ रामपुर हो भने चाहिँ क्यास अन डेलिभरी पनि गरिदिन्छौँ आफैले। अब अलिकति टाढो चाहिँ अप्ठ्यारै हुन्छ क्या हामीलाई पनि, के हो नि होइन। अब जहिले चिनजान भएको र नहुँदै अब चिनजानले त अलिकति गाह्रो बनाउँछ भने झन् कहिले नचिनेकोलाई गाह्रो नै हुन्छ। हामीले चाहिँ नागरिकताहरू चाहिन्छ भने तपाईँहरूलाई त्यसरी दिन्छौँ। अनि भिडियो कल प्रत्यक्ष गरेर सबै चिजहरू चाहिँ एकदम तपाईँहरूलाई ल हो रहेछ भन्ने नै बनाएर हामीले पैसा लिन्छौँ है, त्यत्तिकै लिँदैन भने डेलिभरी गरिदिन्छौँ। अब त्यस्तै हो, अलिक स्क्यामबाट जोगिनु होला, अरू त्यस्तै हो। अनि धेरै पछि राइडहरू राम्रै भइरहेको छ। अब फेरि चाँडै नै राइडहरू डेली त दिन सक्दिनँ होला, र पनि हप्तामा 2-3वटा कोसिस गर्छु है। तपाईँहरूको एकदम माया पाएको छु भनौँ न। अनि यो पनि यस्तै हो, यो पनि माया पाएको हो है। थ्याङ्क यू सो मच। अब चाँडै नै नयाँ चिज तपाईँहरूको सामने आउनेछ है। यो चाहिँ मेरो बुढियाको लागि पैसा। मेरो फाल्टो बिजनेस पनि छ, मेरो फाल्टो बिजनेस यहाँ छ। यो मेरो मात्र हो, यो साइकल दोकान चाहिँ सबै मेरो बुढियाको हो होइन, तपाईँको बुहारीहरूको, तपाईँको भाउजूको होइन। यति मात्र हो मेरो, र पनि म अलिअलि कमाइरहेको छु यसमा है। रडहरू चाहिन्छ भने चाहिँ तपाईँहरूले मलाई सम्झाउन सक्नुहुन्छ। साइकल चाहिन्छ भने चाहिँ मेरो बुढियालाई भनेर के भन्नु, वाट्सएप नम्बर देखिरहनु भयो होला, त्यसमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि अलिकति एक्सपेन्सिभ साइकल, अलि ठिककै मान्छेलाई इन्ट्रेस्ट गर्ने भाइहरूको लागि चाहिँ यो बेटर छ है। अलिकति राम्रो बजेट त अब त्यही झन्डै 2 लाख हुन्छ। यो राम्रो छ साइकल, SRAM-को सेटअप युज भएको छ, ट्रेकको मार्जिन 7 हो नयाँ मोडलमा। ड्रपर सिट बस अलरेडी छ, ओरिजिनल रक्सकको जुडी सस्पेन्सन। एकचोटि किनेपछि जिन्दगीभरि पुग्छ भन्दा पनि हुन्छ क्या, यस्तो बलियो साइकल हुन्छ। अब अलिअलि त बिग्रि नै हाल्छ है, चलाउनेमा भर पर्छ। राम्रो छ, अब एकदम इन्ट्रेस्ट गर्ने अनि तपाईँहरूले सक्नुहुन्छ भने किनिदिने। हामीसँग चाहिँ ब्रान्डेड ओरिजिनल है यो। ल थ्याङ्क यू सो मच फर वाचिङ। नयाँ हुन्छ भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।